बिजुरीमा पहिलोपटक सुरु गरेको स्वर्णबिन्दु प्राशन खुवाउनेको भेट यथावत छ। जन्मेदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई प्रत्येक महिनामा निःशुल्क रूपमा यो सेवा दिँदै आएको छ। सेवा लिन बालबालिकाहरूलाई लिएर आउने अभिभावकहरूले उत्साहजनक सहभागिता हुने गर्दछ। स्वर्णबिन्दु प्राशन औषधि अस्पतालले आफै बनाएर जन्मदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई प्रत्येक महिना खुवाउँदै आएको अस्पतालले जनाएको छ। यो औषधि खुवाएपछि बालबालिकाहरूमा राम्रो भएको अभिभावकहरू बताउँछन्। यसले बालबालिकाहरूमा खानामा रुचि बढ्ने, तौल बढ्ने र रुगाखुकी जस्ता समस्या नहुने अभिभावकहरूले जानकारी दिएका छन्। बालबालिकाहरूलाई प्रत्येक महिनाको पुष्य नक्षत्रको शुभ सायतमा स्वर्णबिन्दु प्राशन दिने गरिन्छ। यो स्वर्णबिन्दु प्राशन बालबालिकाहरूका लागि लाभदायक हुने बताइएको छ। शारीरिक तथा मानसिक बौद्धिक विकास हुन्छ। बच्चामा रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। यो औषधिमा स्वर्णबिन्दु प्राशन बनाउन मह, घिउ, बरामी, बच्चा, जटामसी लगायतका 12 प्रकारका औषधिहरू सुनसँग मिसाएर विधिवत रूपमा तयार गरिन्छ, जुन पुण्य नक्षत्रको शुभ साथमा लिने गरिन्छ। यो औषधि जन्मेदेखि 16 वर्षसम्मका बालबालिकाहरूलाई खुवाउन मिल्ने भए तापनि अहिले अस्पतालले 5 वर्षसम्मलाई मात्र खुवाउने गरेको छ। औषधि विशेषज्ञको प्रत्यक्ष निगरानीमा अस्पतालमा तयार हुने समेत डाक्टरको भनाइ छ। पछिल्लो समयमा अस्पतालले विभिन्न सेवाहरू बढाउँदै गए तापनि सेवा लिने नागरिकको संख्या बढ्दै गएको अस्पतालको भनाइ छ। अहिले अस्पतालमा व्यायामशाला, अग्निकर्म, जलौकाकर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका अन्य सेवाहरू रहेका छन्। पछिल्लो चरणमा प्रविधिको सदुपयोग गर्दै यसपटक म्यासेज सिस्टम बनाएर मोबाइलबाट म्यासेज हेर्दै यो सेवा लिने गरिन्छ, जसका कारण अहिले छिटो छरितो भएको अभिभावकले बताएका छन्। सरकारले देशका 25 संस्थामा यो सेवा सुचारू गर्ने भने तापनि यति बेला धेरै संस्थाहरूले सेवा दिइरहेका छैनन्।